सरकारी भवन निर्माण केवल इटा र सिमेन्टको काम मात्र होइन, यो पारदर्शिता र स्थायित्व सुनिश्चित गर्न कानुनी प्रक्रियाको पालना पनि हो। पहिलो चरण, जग्गाको स्वामित्व सुनिश्चित गर्ने। पालिकाले जग्गाको लालपुर्जाल प्रमाणीकरण गरी सरकारी नाममा नामसारी भएको हुनुपर्छ। त्यसपछि आयोजनालाई वार्षिक बजेटमा समावेश गरी कार्यपालिका र सभाबाट औपचारिक स्वीकृत गराउनु पर्दछ। हाम्रो योजना प्राविधिक रूपमा सही र संरचनात्मक रूपमा सुरक्षित छ भन्ने सुनिश्चित गर्न विस्तृत परियोजना प्रतिवेदन DPR अनिवार्य छ। हामीले वातावरणको रक्षा गर्नुपर्छ। निर्माणले प्रकृतिमा पार्ने प्रभाव न्यूनीकरण गर्न IEE वा EIA अनिवार्य रूपमा गर्नुपर्दछ। पारदर्शिता नै मुख्य आधार हो। सार्वजनिक खरिद प्रक्रिया वा बोलपत्र टेन्डरिङ मार्फत स्वस्थ प्रतिस्पर्धाबाट निर्माण व्यवसायी छनौट गरिन्छ। सम्झौता भइसकेपछि निर्माण कार्य तोकिएको मापदण्ड र गुणस्तर अनुसार भइरहेको छ कि छैन भनेर नियमित अनुगमन गरिन्छ। अन्त्यमा परीक्षणले उत्तरदायित्व सुनिश्चित गर्दछ। यी प्रक्रियाहरू पालना गरेर हामी भवन मात्र होइन, सरकारप्रति जनविश्वास निर्माण गर्दछौँ। थिम, हजुरहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरी।